यति बुझकारी हुनुहुन्छ कि न त कसैसँग बहस गर्ने मन लाग्छ न त कसैलाई सम्झाउन नै। बस तपाईको कसुर यति थियो, जिउन चाहेको बेला जिन्दगीदेखि टाढा हुनुहुन्थ्यो र मर्न चाहेको बेला जिउनुको बाध्यतामा हुनुहुन्थ्यो। जवाफ त हरेक कुराको दिन सकिन्छ यहाँ, तर जसले हृदयकै मूल्य राखेन त्यसले शब्दलाई कसरी बुझ्न सक्छ। तपाईले हरेक सजायलाई आफै कबुल गर्नुभयो, तर तपाईको कसुर यति थियो कि तपाईँ बस बेकसुर हुनुहुन्थ्यो। तपाईको हालत त एक दिन ठीक होला, तर धेरै मान्छेहरूलाई तपाईँले आफ्नो हृदयबाटै निकालिदिनुहुनेछ। हिउँदमा रुखको पात झर्ने गर्छ, तर मनबाट झर्नको लागि कुनै मौसम चाहिँदैन। मान्छेहरू भन्छन् पैसा राख, खराब समयमा काम लाग्छ, तर म त भन्छु राम्रो मान्छेहरूको साथमा रहनुहोस्, खराब समय नै आउँदैन। त्यत्तिकै कसले याद गर्छ यो दुनियाँमा? हे ईश्वर,